आज देख्न सक्नुहुन्छ यस शिवटार 10 नम्बरमा रोड निर्माण भइरहेछ है। गाउँवासीहरू सबै मिलेर वरिपरिका हाम्रो गाउँवासीहरू सबै मिलेर श्रमदान मार्फतै गाउँको काम भइरहेछ। बाटोको काम, बाटोको अवस्था देख्न सक्नुहुनेछ। सबैजना लेडिजहरू गाउँवासीहरू सबैजना भएर बाटो काम भइरहेछ है। सम्पूर्ण साथीभाइहरूलाई आज हाम्रो यो जुन शिवटार कोठीडाँडादेखि 10 नम्बरसम्म आउने बाटो चाहिँ हामी सम्पूर्ण गाउँवासी मिलेर यो बाटोको सुरुवात गर्न गइरहेको छु र यसमा हाम्रो जति पनि कमिटी हुनुहुन्छ सबैजना सम्पूर्ण यहाँनिर आएर उपस्थिति हुनुहुन्छ। उहाँहरूको सहयोगले गर्दामै आज हामी यो बाटो गर्न सफल भएको छौँ होइन। र यसरी नै हामीलाई धेरै जग्गा अब काम कुरोहरू गर्नु छ, यसरी नै हामी मिलेर सबै जग्गा गर्ने हो होइन। आउने दिनहरूमा चाहिँ अब अरू पनि धेरै कामहरू छ र त्यस कामहरूमा चाहिँ हामी सबैजना एउटा टिम भएर चाहिँ सबै जग्गा जग्गा गएर गर्ने हो। र आज हाम्रो यो बाटो चाहिँ अब जुन टाइमदेखि चाहिँ मतलब अब यो बाटोमा चाहिँ अहिले पनि अब यो बाटोको चाहिँ भनौँ भने अब अहिलेसम्म हाम्रो गाउँमा गाडी आइपुग्दैन र धेरै दुःख छ यहाँको मान्छेहरूलाई होइन। यहाँको गाउँको मान्छेहरूलाई आज पनि दुख बिमार भएको खण्डमा चाहिँ अब स्ट्रेचर बनाएर यहाँबाट बोकेर लाने अवस्था छ। र आज कुनै पनि पार्टीहरू अब धेरै पार्टी रोलिङ पार्टीहरू आउनुभयो यहाँनिर, तर कसैले पनि यो बाटोमा नजर लगाइदिएन। र आज हामी सम्पूर्ण गाउँवासी मिलेर चाहिँ यो बाटोको आयोजित गरिरहेको छु। काम कुरोहरू हुँदैछ र यसमा सबैजना सम्पूर्ण सबैजना दाजुभाइ दिदीबहिनी सबैको सहयोग छ र हामी यसरी नै अरू जग्गा पनि गर्दै जान्छौँ। यति भन्दै